अब यहीँसम्म आउनु पर्यो भने गेटदेखि यहीँसम्म उहीँ पसलसम्म जानु पर्यो भने पनि पुरै कैदी नै टाइपको भइरहेछ क्या होइन। अब बालेन सरकारले कहिलेसम्म हामीलाई चाहिँ यसरी कैदी बनाएर राख्न खोजेको हो होइन, अब थाहा छैन। किनकि गरिबलाई यसरी पेलेको पेलै भइरहेछ यहाँनिर होइन। बाहिर मिडियामा एउटा देखाइदिन्छ, यहाँ परेको समस्या कसैले पनि देखाइदिएन होइन। किनकि त्यो हाम्रो बारेमा बोलिदिने मिडियाहरूलाई छिर्ने अनुमति छैन यहाँ है। बालेनको सरकारको तारिफ गर्ने, प्रशंसा गर्ने होइन, अलिकति त्यस्तो व्यक्तिहरूलाई मात्रै छिराइरहेको छ। अनि यहाँनिर सुकुम्बासीको बच्चाहरूलाई चाहिँ स्कुल हालिदिन्छु भनेर लिएर गयो, सानसानो बच्चाहरूलाई पनि मुख छाडिदिने, कुटेर पठाउने, त्यो अलिकति हेपाइको हुन्छ नि त्यो शैली देखाइरहेको छ क्या। अनि उनीहरूले पढाएको ठाउँमा बच्चाहरू जान मान्दैन। पहिले जुन स्कुल थियो गाडी भाडा तिरेर त्यहीँ गइरहेको छ उनीहरू है। यो चाहिँ सरकारले चाहिँ गरिदिन्छु भनेर भनेको त त्यो कुरा मात्रै हो। अनि 15,000 दिएर कोठामा बस्नु भनिरहेछ अहिले होइन। यहाँ भएको एक दुईवटा कुरा त पुरा गर्न सकेको छैन। हामीले कुन तरिकाले विश्वास गर्ने त होइन। एक महिना दिएर फेरि अर्को महिनादेखि चिन्दिनँ भनिदियो भने के गर्ने होइन। हाम्रो त बिजोकै हुन्छ। अनि त्यो भएर यहाँनिर चाहिँ अहिले प्रायः जस्तो देखावटी कुराहरू धेरै भइरहेछ होइन। यहाँ भित्र भएकोहरू कोही खुसी छैनन्। खुसी बनाएर देखाएको हो उनीहरूले होइन, खुसी छन् भने।